के कस्तो छ भनेर हो नि त होइन ल सबै कलाकारहरूलाई यो मासु पाक्यो लु खानु है हो त्यतै आउँदा होइन यता आउनु तपाईँ जानु छेउमा बस्यो भने सियार पुग्छ क्या यता आउनु सबैलाई सबै आउनु टुङ्लै नउठाएको उठ्दैन कि एकछिन छुटोस् न छोरीहरू आऊ है यता छिटो उठाउँ त्यता जति छ के भयो म उठाउँछु नत्र काटेको रहेछ मासु त पाक्ने मासु खानु यसमा लगाउनु त्यो त सकेन कि के हो त राख्नु नभए है ऊ यहाँ एकता त्यताबाट राम्रो देखिँदैन रहेछ अब ढोकुम ल है ल ल बस्नु ल स्टार्ट है ओहो सुरु भइसकेको हो यता फेरि म हामी त बुझाउँको गम गम के अरे आउनु सुरु गमको यता आउनु ओहो यस्तो खाने बेलामा चाहिँ सुत्दै भेटिँदैन नि आउनु गमको सबै यता छ ल आउनु यस्तो कतिवटा मसिन यस्तो अर्को पनि छ यस्तो ल आउनु चट्टै भनेर चाहिँ अब ओप्पो उता कहाँ देख्दैछ र हजुर सबै काम त छोरा के अरे एकजना मात्रै भयो कामको भने पनि जेठो भने पनि त्यस्तै गर्नुपर्छ सुन्नु के दिदीलाई भन्नु किन खाने किन बनाइदिन्छु पहिला म एक्स्ट्रा बनाएर दिन्छु एउटा है यसरी गरेर यसलाई आउनु पर्ने यहाँ छोरी ए उयो पिठो हो सागसरी खानु मारेर ल बरु दिइसक्यो है ल
चामल पनि खाएको त्यसले गर्दा अलिकति तिर्खा पनि लागेको थियो तिनजना खाने हो ल त्यसो कहिले हुन्छ अहिले कहिले भन्ने यो पनि लामको पनि अचार अचार त्यहाँ पनि थियो आज भेलाको लाउने होटल पनि लाउने नलाउने भाइलाई उयो खानु न भाइले खाएको रहेछ रुममा यल्लो अलबेरा हजुर तपाईँले अर्को जुस किन टनेर खाने नखानु भएको घुम्ने खाएको छाता खराको कोही हाँसो रमाइलो त्यो चाहिँ पास गरेको भए हुन्थ्यो हाम्रो झिल्के कुकुर तिलको तेल र नुन उहाँलाई पनि हो न ल त्यसबाट उठ्दै यहीँ आयो खान्छ ल सागमा खाने साग हो हातले गर्दा पनि हुन्छ नि खाएन हातले गर्दा दादाजी त्यो सुकी कप दिनु पर्यो त कप दिने सम्झिँदा खाने छैन ए कानीले अघि लाउनुहोस् सानसानो काटेर त्यही यो भन्नु यही काटेको छ नि यहाँले ल काटेर चाहिँ भर्खरै यता पनि काटेको रहेछ त परेन त मसरुम बाहिर मसरुम खोर्सानी वडा भयो भने फेरि मात्रै हुँदैन हिँड्दै हुन्छ अहिले ल्याउँछु यसलाई दबाउँदै गर्नु त्यसलाई खानु बेला कमी मिठो बटाउनु साग ल्याएर साग ल्याएर ओ मसरुम हामीलाई लास्टमा माने हो नत्र त भोकको बस्ने होला नि तपाईँले खाएको देखि मिठो बटाउनु अब एकछिन रोज सबैको छिटो छिटो हुन्छ एकछिन छिटो एकछिन भयो पनि माग्ने किन लाउनु है उल्टो गर्नु न हौ कान्छेको हातबाट हात के अरे हातको खाना चाहिँ भाग्य मान्छे सर्ट भयो नि त सर्ट हो क्या कलाकारहरूले पनि स्कुल दिएकै छन् बिस्तारै पौडी खेलेपछि त भोक त सबैलाई लाग्दैन है कलाकारहरूलाई यसो सम्झिनु भएको गर्ने कलाकारहरूलाई त नि सम्झेन त गाह्रो छ दिनु न त्यहाँ लाइभमा आज प्रत्यक्ष दिनु त उहाँ कलाकारले लाइभको मात्रै दिनुहुन्छ गर्नुभयो सबैलाई प्रत्यक्ष दर्शन कलाकारहरू यो चाहिँ घाटले के भने त
चाको मिठो हो बिरामी आला तर घुम्न न खाएको खाइरहेको कतिले पानी मेरो यहाँ पोकाहरूले चिन्च्या खाएको चाहिँ मैले खाएकै देख्नु नि त माया मसाले कम भएको ओ चिन्ता नगर्नुपर्छ नि तर एउटा यति गर्न नपुरा गर्ने रहेछ त यो राउन्ड खाँदै त यसो प्राप्ति यो राम्रो खाइरहनु ल चिकन खानु खबर भाइ हामीले खाँदै हो स्पेसल सेट आउँछ यता राम्रो जाने असार खानु न स्याउ स्याउ खाऊ बाबु यस्तो भने यो किरुन्न यसै फुलै जाँदा चाहिँ कता चाहियो यो दिन्छु म नि क्याफेमा भयो प्राण ध्यान गर्नु काम उसले नयाँ सेट लिन्छ कि है यो हातको भर्खर हालेको त्यो त यो त पाएकै हो यो पाएको बुझ्नु होटल हाल्नु होटल हाल्नु अब त्यसको गीतगान नाच्नु पर्छ सुधा पर्छ यसो गर्ने भन्छ यसो गर्ने यो त लास्ट टाइम गर्नु पर्यो त्यो पोलेको बाहिर किन्नु पर्छ